राउन्ड फिगर 8 लाखमा बनियो त्यो ट्रेन। त्यो अनुसार हेर्ने भने अब त्यो 51 मिटर रहेछ, 348 मिटर जुन छ 348 मिटरको लागि चाहिँ 1,40,00,000 भनेको छ। अब त्यो अनुसार बनाउँदाखेरि चाहिँ हाम्रो 54 लाखमा बन्ने भयो क्या। हेर्नु त होइन। अनि स्पिड हेर्नु न है, कसैले इमेजिन गर्न सक्छ 3 दिनमा बन्छ त्यस्तो भन्ने है। अनि होइन आधी भन्दा पनि थोरै हो नि, होइन आधै भन्दा थोरैमा बन्ने देखिन्छ है। त्यही भएर श्रमदानबाट गर्नुपर्छ भने क्या मैले चाहिँ। तर अब अध्यक्षज्यूलाई तपाईँले सम्झाउनुहोस्। यो पैसा भनेको पनि तपाईँको कस्तो भने तपाईँहरूकै पैसा हो क्या, फेरि पब्लिकै पैसा हो नि त। त्यो 1,40,00,000 लाउँदा पनि पब्लिकै हो, 54 लाखमा बनाउँदा पनि पब्लिकै हो। अब तपाईँ हामीले विचार गर्नु पर्यो कुन चाहिँ चुज गर्ने। म भन्छु हाम्रो टोलबारी चाहिँ श्रमदानबाटै बोनस भन्नेमा छ सिक्टो हुने हाम्रो बजेट चाहिँ सर पब्लिकबाट उठाउने के भन्छ के गर्दै हुनुहुन्छ नि, धेरै झगडा गरेर मैले सक्दिनँ है। टोलवासीले मान्यो भने गर्छु, मानेन भने गर्दिनँ भनेर मैले पनि त्यो दिन भनेकै हो, त्यहाँ भनेकै छु क्या त्यो उसमा।